नमस्ते साथीहरु, फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो किचनमा। आज चाहिँ म हजुरहरुलाई इस्कुसको मुन्टा अनि फाफरको साग मिक्स गरेर पकाएर यसको रेसिपी अनि रोटी लिएर आएको छु है त साथीहरु। र पहिला चाहिँ हामी फाफरको सागलाई केलाउने। फाफरको सागलाई केलाउँदाखेरि चाहिँ यसको माथिको फुललाई फ्याँकिदिने, यसरी टक टक भाँचेर चाहिँ यसको तलको जरा पनि फ्याँकिदिने गरेर चाहिँ पहिला म फाफरको सब्जीलाई सागलाई केलाउँछु है त साथीहरु। अब सागलाई मजाले पानीमा धुने र यसको पानी नतरिन्जेलसम्मको लागि यसलाई पानी तरिनु दिने है त साथीहरु। र अब यसपछि म आटाको डो पनि चेक गरिहालौं है। र आटालाई मैले डो गरेर यसरी ठोकेर राखेको छु ताकि यो सफ्ट होस् भनेर। र आफ्नो फिंगरले यसलाई दबाएर हेर्दैछु कि कतिको सफ्ट भयो भनेर है त साथीहरु। र आटा पनि अब सफ्ट भइसकेको छ र रोटीको लागि रेडी भइसकेको छ। र अब म हजुरहरुलाई दुईटा सागलाई मिसाएर कसरी बनाउने भनेर देखाउँदै छु है त साथीहरु। र मेरो प्यान गरम भइसकेको छ र म यसमा सरसोको तेल हाल्दै छु है। ठिक्कैको मात्रा हाल्ने हो। र यहाँनिर मैले मसलाहरु रेडी गरिरहेको छु है साथीहरु। यसमा छ जिरा, मेथी, काटेको लसुन, काटेको अदुवा है। र साथमा मैले लिएको छु टमाटर। र तेल गरम भइसकेको छ साथीहरु। र म यसमा मेथी र जिरालाई एकैसाथ हालेर भुन्दै छु है त साथीहरु। र यसलाई गोल्डन कलरको भइसकेपछि अब म यसमाथिबाट लसुन, चप गरिसकेको अदुवा, दुईटा रातो खुर्सानी अनि माथिबाट हल्दी हालेर फेरि यसलाई म मजाले चलाइदिँदै छु है त साथीहरु। म साथसाथै काटेको टमाटरलाई पनि हाल्दै छु। टमाटर हाल्नुको साथसाथमा नै नुन पनि हालिदिँदैछु साथीहरु। र अब यसलाई मजाले चलाएर एकैछिन पाक्नको लागि छोडिदिए। र साथीहरु अब म यसमा इस्कुसको मुन्टा अनि अघि नै रेडी गरिसकेको मेरो फाफरको सागलाई पनि यसमा मिक्स गरेर हाल्दै छु। र अब यो दुवैवटा सागलाई मजाले मिक्स नभइन्जेलसम्म चलाएर राख्ने है त साथीहरु। अब यसलाई मजाले चलाइसकेपछि लिड बन्द गरेर राखिदिने है त साथीहरु। र अब मेरो यहाँ रोटीको लागि आटा पनि रेडी भइसकेको छ, निकै नै सफ्ट बनेको छ। र अब म मसिनो डो बनाएर अब रोटी बेल्ने छु है त साथीहरु। अब हामी मेरो सागलाई पनि एकपल्ट चेक गरौँ है कतिको पाक्यो पाकेन भनेर। र साथीहरु हेर्नुस् त कति मजाले साग अब पाकिसकेको छ। र अब म यो सागमा अलिकति बटर हालेर चलाउँदै छु है त साथीहरु। यो घरकै घिउ हो। अब म यसलाई अलिकति हालेर चलाएर अब यसलाई लिड बन्द गरिदिने र हामी ग्यास अफ गरिदिने है त साथीहरु। र अब मैले रोटी पनि बेलेर रेडी गरिसकेको छु। र अब प्यान हेरौँ कतिको हिट भयो। रेडी भयो साथीहरु, पेन पनि हिट भयो। अब म बिस्तारै सबै रोटीहरुलाई पकाएर निकाल्छु है त साथीहरु।
ल है त साथीहरू, अब गरम गरम रोटी अनि मिक्स सागको सब्जी पनि रेडी भइसकेको छ र हजुरहरूले पनि ट्राई गर्नुहोला र के कस्तो लाग्यो हजुरहरूलाई मेरो रेसिपी कमेन्ट्समा पनि लेखिदिनु होला है त साथीहरू। र यतिन्जेलसम्मको लागि मेरो रेसिपी भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।